साइडबाट है सचिव यामु सुनान एकदमै महत्त्वपूर्ण पोस्ट हो यो कुनै पनि संस्थामा है यो सचिव पदको चाहिँ अत्यन्त महत्त्वपूर्ण भूमिका हुन्छ किनकि म पनि धेरै ठाउँमा सचिव भएर भूमिका निभाएको छु एउटा संस्थाको मेरुदण्ड नै हुन्छ है र उहाँ हामीबाट गर्दै गर्दा हाम्रो मण्डलीले धेरै अभावको महसुस गर्दैछ उहाँको कमी अभाव फर्किरहनेछ है र यति बेला भने त्यो उपहार पनि हामी हस्तान्तरण गर्न चाहन्छौँ उपहार हस्तान्तरण गराइसके पछाडि मण्डलीको तर्फबाट हस्तान्तरण गराइसके पछाडि हामी दिनुहुनेछ हाम्रो आदरणीय दाजु अनि निर्वाह दिदी गर्नुहुनेछ तपाईँहरू अनि ताली चाहिँ एकदमै कम भएको लाग्यो किन अलिकति लाग्यो अब कहिले पनि देख्न सक्ने छैनौँ है जति सक्दो आजै बनाउनु कहिले भेट्छौँ थाहा छैन कुनै सुन्ने छ भनेर चाँडै भेट्नेछौँ तर चाहिँ यो हामी ग्यारेन्टीसँग
तिम्रो आँसुले अञ्जली बाँडेर बिदा दिँदैछ मसी बनेर बिदा दिँदैछ मसी बनेर बिदाई छोरा होला आजको दिनमा सम्झना राखिदिनु है येशूको प्रेममा बिदाई छाया सम्झना राखिदिनु है येशूको प्रेममा सम्झना राखिदिनु है येशूको प्रेममा गल्ती त्रुटि भए भुल भए हामीलाई क्षमा गर्नुहोला जहाँ भए त्यो चाहिँ हामीलाई सम्झिदिनु होला हामीले सधैँ सम्झनेछौँ याद गर्नेछौँ हाम्रो लागि पनि चाहिँ प्रार्थना गरिदिनु होला भनेर चाहिँ हामी आग्रह गर्न चाहन्छौँ साँच्चै नै हामी सँगै सेवा सङ्गीत गर्दाखेरि असल भयो हामी यहाँसम्म सँगै आयौँ सँगै चाहिँ एकले अर्कालाई उत्साह दिँदै हौसला दिँदै है करिब 2 वर्ष जति भयो हामीले यो मण्डली स्थापना गरेको त्योभन्दा अगाडि नै हामी चाहिँ एकले अर्कालाई जान्दथ्यौँ हामी सँगै थियौँ है हाम्रो मण्डलीको चाहिँ उहाँ चाहिँ एकदमै असल सदस्य हुनुहुन्थ्यो होइन एकदमै नम्र व्यक्ति असल व्यक्ति उत्साह दिने होइन एकदमै चाहिँ उत्साहित व्यक्ति सायद उहाँको मुखबाट हामीले कहिले अगाडि आयो भने चाहिँ बाँकी कुराहरू हुन्छ हामी भेट्न बाँकी रहेको हामीले भेट्नेछौँ भन्ने शब्द केही छैनन् है एक प्रकारले मानवीय स्वभावले दुःख लागिराखेको छ असल व्यक्तिलाई भौतिक रूपमा अहिले टाढा पुग्नु पर्दा है यो परिवारलाई तपाईँ हामी सबै दुःखी छौँ र पनि प्रभुमा हामी आनन्दित छौँ है सोमबार मात्रै आउँदो सोमबार यहाँहरू यो यहाँको लागि काठमाडौँको लागि हिँड्नुहुनेछ हामी सबैजनाले उहाँको निम्ति प्रार्थना गर्नेछौँ सबैजनाले भेटिसके पछाडि हामी उहाँको निम्ति प्रार्थना गर्नेछौँ प्रार्थना गरिसके पछाडि हामीले अन्तिम प्रार्थना गरेर समापन गर्नेछौँ कति हल्ला गरेको छ आउनुहोस् कति बाँकी हुनुहुन्छ आएर भेट्नु होला त्यस पश्चात है यहाँहरूले अझै पनि भेट्न चाहनुभयो भने पनि भोलि आइतबार अझै हुनुहुन्छ सोमबार मात्रै उहाँहरू जानुहुनेछ म भोलि भेट्छु पर्सि बिहान भेट्छु भने पनि यहाँले भेट्न सक्नुहुनेछ है सोमबार दिउँसो नाइटमा उहाँहरू लगायत परिवार काठमाडौँ जानुहुनेछ र जेठ 4 गते उहाँको फ्लाइट छ यो सबै कुरा यो परमेश्वरको योजना र उहाँको प्रबन्धमा भएको हो हामी उहाँलाई धन्यवाद दिन चाहन्छौँ यति बेला हामी उहाँको निम्ति प्रार्थना गर्नेछौँ अब केही छैन उहाँको निम्ति प्रार्थना गरिसके पछाडि हामी अन्तिम प्रार्थना गर्नेछौँ तपाईँ अरू पनि आउनु सक्नुहुन्छ मसँग चाहिँ खाँदा छैन मैले केही ल्याएन म किन भेटेर भन्ने नसोच्नु होला खाँदै ल्याउनुपर्छ भन्ने छैन तपाईँसँग नभए तापनि चाहिँ अगाडि आएर उहाँहरूलाई चाहिँ अन्दालो मार्न सक्नुहुन्छ भेट्न सक्नुहुन्छ
है प्रार्थना गर्न सक्नुहुन्छ। सायद यसरी हामी फेरि पनि चाहिँ यसरी अँगालो हाल्न पाउँछ कि पाउँदैन त्यो पनि थाहा छैन। यसरी एकले अर्कालाई प्रत्यक्ष रूपमा चाहिँ देखाउन सक्छौँ नदेखाउन सक्छौँ, भोलि के हो त्यो हामीलाई थाहा छैन है। तपाईँहरू अगाडि आएर चाहिँ हामीलाई चाहिँ छोड्न सक्नुहुन्छ, भेट्न सक्नुहुन्छ। सायद अब भोलि के हो हामीलाई थाहा छैन, अर्को समयमा भेट हुन पनि सक्छौँ नहुन पनि सक्छौँ। त्यसैले सबभन्दा आफ्नो प्रेम चाहिँ तपाईँले प्रकट गर्न सक्नुहुन्छ अगाडि आएर। त्यस पश्चात कोही पनि घर नगइदिनु होला है। उहाँकै आयोजनामा यो खानपिनको कुराहरू रहेको छ। मण्डलीलाई धेरै वास्ता गरेर प्रेम गरेर उहाँहरूले मण्डलीको निम्ति यो खानेकुरा प्रतिभोजको व्यवस्था गर्नुभएको छ। हामी सबैजनाले ग्रहण गरेर जानेछौँ है। कोही पनि नगइदिनु होला, हामी अन्तिम प्रार्थना गर्नेछौँ। त्योभन्दा अगाडि कोही नगइदिनु होला। हुन्छ, परमेश्वरलाई धन्यवाद। सबैजनाले जय मसीह। एकदमै गाह्रो भइराखेको छ मलाई बिदाईको पल बिछोटिँदै गर्दा, एकदमै आफ्नो मण्डली परिवारलाई छोडेर टाढा जाँदै गर्दा अनि तपाईँहरूसँग सँगै अनि सङ्गति गर्न पाउँदामा एकदमै खुसी थिएँ। म आफ्नै परिवार जस्तो ठान्छु मेरो मण्डलीलाई, जसले अनि मलाई अनि मेरो परिवारलाई हुर्काउनु भयो, सबै कुरामा सहायता गर्नुभयो, प्रार्थनामा निरन्तर तपाईँहरूले सम्झिनु भयो। म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन्छु र म मेरो मण्डलीको अग्रजहरूलाई पनि म धन्यवाद दिन्छु, जसरी हामी रहँदासम्म हरेक कुरामा अनि सिकाउनु भयो अनि वचनको भागमा हरेक कुरामा अनि त्यो अवसर दिनुभयो। अनि जब मैले सिकाउँदै गर्दा यदि तपाईँहरूलाई अप्ठ्यारो परेको थियो भनेदेखि तपाईँहरू मलाई क्षमा दिन सक्नुहुन्छ। म तपाईँहरू सबैलाई क्षमा दिन्छु। म टाढा भए तापनि म मेरो मण्डली परिवारलाई, मेरो आफन्तलाई म सधैँभरि म सम्झिराख्नेछु। मेरो मण्डलीले अनि मेरो लागि गरेको अनि दुःख अनि कष्टलाई म कहिले पनि भुल्ने छैन। तपाईँहरूको प्रार्थनालाई म टाढा भए तापनि तपाईँलाई लाग्दैछ होला यो माटो अनि मण्डली छोडेर जाँदै गर्दा पनि त्यो टाढाबाट म तपाईँहरूलाई सम्झिराख्नेछु। म मेरो मण्डली परिवारलाई अनि भौतिक रूपमा हामी नजिक नभए तापनि अनि आत्मामा हामी सदैव अनि सधैँ रहनेछौँ। म बाचा गर्न चाहन्छु। म टाढाबाट अनि तपाईँहरू हामीलाई सम्झिन सक्नुहुन्छ। तपाईँहरू अनि विभिन्न माध्यमबाट अनि भिडियो कलबाट तपाईँ अनि जोडिन सक्नुहुन्छ। म मेरो मण्डलीलाई म सदैव सम्झिनेछु। मसी गरी अनि म धन्यवाद दिन्छु। अनि त्यसरी अनि टिभीको रिजल्ट आएदेखि आजसम्म निरन्तर प्रार्थना गरिदिनु भएको छ। म तपाईँहरूलाई धेरै धन्यवाद दिन्छु। र आगामी दिनहरूमा पनि हामी टाढा देशमा हामी जाँदैछौँ, एउटा बिरानो मुलुकमा हामी जाँदैछौँ। अनि त्यो समयमा पनि तपाईँहरूले निरन्तर प्रार्थना गर्न नभुल्नुहोला। मेरो मण्डली परिवारले सदैव सम्झिराख्नु होला। म पनि मेरो परिवारले पनि तपाईँहरूलाई सदैव सम्झिराख्नेछ। अनि तपाईँको गुणलाई अनि कहिले पनि हामी भुल्ने छैनौँ। म यही बाचा गर्दछु यो समयमा। अनि तपाईँहरूले चाहिँ साँच्चैकै अनि त्यो नयाँ ठाउँमा जाँदै गर्दा त्यहाँ हरेक कुरामा अनि व्यवस्थापनदेखि लिएर सबै कुराहरू गर्नु छ। त्यसको लागि तपाईँहरू निरन्तर प्रार्थना गरिदिनु होला। तपाईँलाई लाग्दैछ होला टाढा देशमा गए अब त्यहाँ सबै कुरा सहज छ जस्तो लाग्दैछ होला, तरै पनि त्यहाँ जाँदै गर्दा म परिवारसँग छु। अनि त्यसरी तपाईँहरू सदैव प्रार्थनामा सम्झिदिनु होला मलाई। म यही भन्न चाहन्छु। सबैलाई जय मसीह। प्रबन्ध गर्नुभयो दिनी भर्ने बेलादेखि लिएर प्रभु त्यो चिट्टा खासै त्यो लटरीको रिजल्ट आउने बेला अन्य प्रोसेसिङमा सबै कुरामा तपाईँ प्रभुले सहायता गर्नुभयो प्रभु। र अन्तत भिजा आयो, टिकट पनि आयो प्रभु। तपाईँ प्रभुले सहायता गर्नु। ल त्यहाँ डेभिड लगाएर त्यहाँ बस्छ। डेभिड लगा राम्रोसँग जानु, गएर पनि गर्नु।
ल हुन्छ आउनुहोस् हामी सबैजना प्रार्थना गर्नेछौँ र विशेष गरी हाम्रो यामुको परिवार जो अमेरिका जाँदै हुनुहुन्छ र आज काठमाडौँको लागि यात्रा अहिले उहाँको 4 जना परिवार र आमा बुवा अनि दिदी तिनीहरू माछा पनि जाँदैछन् म चाहिँ पर्सि मात्र जाँदैछु र विशेष गरी उहाँहरूको अहिले यात्राको निम्ति प्रार्थना गरौँ र यहाँबाट काठमाडौँ जाँदै गर्दा प्रभुको सुरक्षा उहाँको परिवारको लागि आशिष पाउँदछु सबै अनि प्रभु जो जाँदै हुन्छ परिवारमा अब भौतिक रूपमा हामी टाढा भए तापनि प्रभु तपाईँ परमेश्वरसँगै पवित्र आत्मा यो परिवारमा तपाईँको अनुग्रह गर्नुहोस् आशिष गर्नुहोस् तपाईँको महिमा परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो म तपाईँलाई नयाँ ठाउँमा नयाँ देशमा जुन देशबाट रुद्र महादेवको देशबाट प्रतिज्ञा गर्नु नयाँ ठाउँमा आशिषको ठाउँमा पवित्र एउटा भाइ फरि ल स्टार्ट गरौँ नानी बस्यो देविना म पहिला बस्छु नहीं